सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल एगेन के छ साथीहरू तपाईँहरूको नयाँ नौलो हलखबर मेरो चाहिँ एकदम हल्ली चले एकदम ठिक छ अनि तपाईँहरूको चाहिँ के छ भन्न चाहन्छु म फेरि पनि आइसकेको छु तर आज चाहिँ म चाहिँ अलिकति नौलो पारामा आइरहेको छु होइन त्यस्तो चाहिँ केही नठान्नु होला र अर्को कुरा यो जुन चाहिँ पछाडि म सधैँ भनिरहेको हुन्छु होइन आज पनि भनिरहेको छु र जब तक यो केही हुँदैन नि त्यति बेलासम्म चाहिँ म चाहिँ यो भनिरहेको छु र यदि तपाईँहरू नयाँ हुन्छ भने प्लिज मेरो च्यानल सब्सक्राइब गरिदिनु होला र तपाईँहरूको मायाले नै गर्दा आज मेरो 40 सब्सक्राइब पुगिसकेको छ अब वे टु 50 होइन र अब हाम्रो एकजना कसै साथीहरूले नै चाहिँ एउटा यसो डिमान्ड गर्नुभएको छ होइन बाहुनको खसी हेर्नु भनेर पहिला चाहिँ त्यो मैले पाँचौँ प्रोडक्सनमा हेरेको थिएँ होइन माई डग त्यो चाहिँ अलिकति कार्टुनमा थियो होइन अहिले चाहिँ रियलिस्टिकमा आएको छ भन्नाले चाहिँ जुन चाहिँ कलाकारहरू नै भनौँ न होइन उहाँहरूले नै भनिसक्नु भएको छ है त्यो हेरेर अब चाहिँ हामी ढिला नगरिकन भिडियो सुरु गरिहालौँ। यो भिडियो मनोरञ्जनको लागि बनाइएको कृपया मनोरञ्जन मात्र लिदिनु होला। यस भिडियोमा केही अपशब्दको प्रयोग गरिएको छ, त्यसैले फ्यामिलीसँग नहेर्नु होला। धन्यवाद। प्लिज दा यार म बरु तेरो खुट्टा ढोक्छु, प्लिज मलाई छोड्दैन, प्लिज दा यार। मुजी म त के सोचेँ होला यसमा के आयो होला भनेर घोटी चल होइन हौ शेरबहादुर, यो मुजी घाँस त गुलियो गुलियो पो छ त, कुकुरले नै मुतेछ क्या हो? त यार कुकुरले नै मुतेछ क्या हो भनेपछि मलाई सुगर लागेछ। के? त्यो घाँसमा मुतेको मैले हो के? म त कुकुरले हो र भनेको त लास्टमा त मान्छेले पो रहेछ। त मुचीलाई जताभाइ त्यता दिसा पिसाब गर्नु हुन्न भने थाहा छैन? चिक्नी घरमा टोयलेट बनाइदिए छैनन्? कुन तेरो बाबु आएर बनाइदिए थिए? होइन हौ मुची को आउँदैछ? हेर त। खै तै पातकीलाई थाहा होला नि, हामीलाई के थाहा? त नि तै पातकीलाई थाहा होला नि। यो त मुची माथिल्लो गाउँको बाहुन होइन, माथि नि पाटो बोकेर आउँदैछ। लिएर आउन देन त, अरूले जे ल्याए नि के मतलब भयो त? कि त बोका लाउन जान्छस् र मुजी? चुप मुची जाँठा, बरु सुन केटा हो, यहाँ सुन मुजी, यहाँ सुन केटा हो। बाहुनले पाटो बोकेर आउँदैछ, बेलुका रमाइलो गर्नुपर्छ, लुटौँ न त मुची बाहुनलाई। हामीलाई चोर जस्तो देखिस् मुजी, अरूको बाख्रा चोर्दै हिँड्नलाई। त्यही त मुजी। सोच त एकचोटि, बाहुनको खसी लुट्यो भने बेलुका रक्सी। मजाले जाल राखेर दरो जान्नु पर्छ। चोइला तास खेल्ने तास। हेर बाबुले धेरै कुरा सिकाए, तर मागेर खाना र चोरेर खाना हामीलाई कहिल्यै सिकाएनन्। चुप मुजी, उहाँ बाहुन फुत्किन्छ अहिले हातबाट, त भाषण दिँदै बस। कसरी लुट्ने भन्न त? त चिक्नी पनि यसको कुरामा आइस? सालिब मासु भनेपछि त मेरो 3 नेत्र खुल्छन्। छ्या, यस्तो घटिया बेहोरा देखाउँछस् भन्ने लाग्थेन मलाई। यसलाई छोड्दे। ल प्लान सुन्या। मलाई नि सुना न त। ल प्लान सुन केटा हो। सुरुमा त जा केटा, अनि म जान्छु, अनि हेर त जाने है। मायाको पोको चोको चोको बेअघि दिन मलाई भरिँदै बहन पनि सेम लोरे बनाइछ है। बेअघि दिन मलाई लाई लाई भरिँदै लाई लाई। होइन के बोकेर आइस मुजी बाहुन?
बाख्राको पाटो लिएर हिँडेको देखेनस् मुजी आँखामा मोतीबिन्दु लाख अझ मेरो आँखामा मोतीबिन्दु लाखा भन्छ बाहुन भएर सुँगुरको पाठो लिएर हिँडिरह जाठो तेरा बाउ सुँगुर मुजी एकचोटि पाटनमा गएर जचार आइछ तर हामीले हेर्दा चाहिँ त्यतिखेर चाहिँ स्याल भनेको है यहाँ चाहिँ सुँगुरको भनिन्छ ठिकै छ अलिकति चेन्ज गर्दैन के फरक पर्दैन ठिक छ सही तेरो आँखा गिद्धल लुस्न राम्रो कुरा भन्दा झन् बढी बोल्दो रहेछ हुन त मुजी बाहुन त हो बाहुन काठा सुँगुरका पाठा तेरा टुप्पी मेरा जाठा साले राम्रो कुरा भनेको पत्ताउने जमानै छैन अस्ति यसको हजुरबाको क्रिया गर्ने बेलामा त जय हो पण्डितजी के खानुहुन्छ भनेर भन्दै थियो त अहिले के भएछ यो मुजी राठोलाई जमाना नि कस्तो आयो अहिलेको घाँस काट्न आयो छु भोकै कामी दाइको कस्तो छ घन्टोकै होइन हौ बाहुन यो मुजी भैँसीको पाडो बोकेर कहाँ लिएर हिँड्न लागिस है तेरीमा चिक्नी तेरा बाउ भन्छ कहिले एक किकमा मान्छे ढलेको सुनेछस् भेट्ला फेरि सत्य त बोलिसु नि मुजी बाहुन भएर भैँसीको पाडो बोकेर हिँड्छस् मुजी टप्परे राडीको बालले टप्परे भन्छ मुजी अहिले फेरि भेट्लास फेरि डनाल टुम गरेर मुजी बाहुन भएर बाहुनको नाक काट्छस् दाँत नजना मुजी टप्परेले जनाइस नि जात त अनि यो मुजी यो त अलि बढी नै भएन र हुन त तपाईँको प्रोडक्सन झन् लास्टै थियो ठिकै हेरिदिउँ गाउँकाले किन कोरोनाले लिएर गएन हुन त माओवादीले त लिएर जानु नसकेको कोरोनाले के लिएर जान्छ ओए रोक खसीले त त्योभन्दा पहिला मलाई चस्मा ले ओए ए ल ओए सुन त ए पहिला चस्मा ला यहाँ सुन सब कुरा ठिक छ तैँले गरिस् भने बाहुनलाई लुट्न सकिन्छ हेर तर नलुट मलाई यार हे छोड मलाई हिँड भनेको मान्छ नि नलुट मलाई माछाहरु नलुट मलाई हिँड भनेको प्लिज नलुटम के प्लिज प्लिज के जा भनेको यो त श्यामबहादुर होइन यो त सोझो छ यसलाई नै सोध्नु पर्ला बाबु श्याम तिमीले यो मेरो घाँटीमा के देखेछौ न डाँटिकन भन त मेरा बा बाख्राको पाठो छ गुरुबा यो त जे भने नि भन तोर कुरा मिला यो मृगको पाठो हो गुरुबा पुलिसले गाउँमा मृग लानीलाई खोजिरहेछन् राम 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 ठुक्क मुजी मलाई त बोकिन लागेछ क्या हो ओए के गरेको तैँले के भन्छु के भन्छ हान्छु अनि जा चुर चाँडो जा म बाहुन गइसक्यो जान जा चुर जा छोड्दै नलुटुम यार मलाई विश्वास गर्दो रहेछ जा भनेको के चाँडो जा क्यास्नु जा भनेको मान्दैन के भनौँ त जा भनेको के जान चुरु चाँडो जा जे भने पनि फुत्का तर जा चुर जा गुरुबा ए रोक्नै न गुरुबा ओइ चाँडो जान मुजी गाउँमै पस्यो भने फुत्काउन सकिन्न गुरुबा पुलिसले मृग लानीलाई खोजिरहेछ फस्नु होला ए हो त मा मा बल्ल बल्ल पायो धन्न फुत्का थिस्नी तर हामीले अझै पनि गल्ती गर्यौँ कि तिम है ए गुरुबा तर मा सानो मन छैन छ भाडमै जाओस् त्यस्तो पाप पुण्य एकदम धन्न फुत्का थिस् तेरीमा जाठा ओए कहाँ हराथिस् त कुकुरले लहाट्नुसम्म लहाटेर ठाउँमै टोकिदियो नि मुला यो त ट्रेलर मात्रै हो
पिक्चर त अझै बाँकी छ। के पिक्चर भनेको मिक्सचर भन्न? ए त नि है। ल्या है त साथीहरू, ल ल ल ल ल ल ल टक्क लगाएर यहीँ आएर सकियो है त ल। अरू भन्न त केही पनि छैन होइन, बबाल मजा आयो होइन यो हेर्दा चाहिँ। अझै बाँकी छ अरे पार्ट 2 पनि रहेछ भन्छन् होइन, अब त्यो पार्ट 2 पनि हामी हेरौँला। यति भन्दै यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज अहिले त सब्सक्राइब गरिदिनु होला, किनकि हाम्रो चाहिँ 50मा पुग्नेवाला छौँ अब। सब्सक्राइब 50 सब्सक्राइब होला होइन, त्यही भएर अब चाहिँ बवाल बवाल पनि आउँदैछ भिडियोहरू होइन। यति भन्दै हाम्रो भिडियो यहीँ बन्द गर्न चाहन्छु। टाटा बाई बाई, सी यू नेक्स्ट।